हेलो गाइज, आज चाहिँ हाम्रो सेकेन्ड च्यालेन्ज रहेको छ हैन। सुरुमा हाम्रो करेन्ट च्यालेन्ज रहेको थियो मेरो दुईजना नन्दहरुसँग हैन। अनि म चाहिँ आज माइती घर आएको छु। सो यो चाहिँ नुबडा हो, भाइ हो हैन। यो चाहिँ अनि हामी चाहिँ दिदीभाइ आज पानीपुरी च्यालेन्ज छ हैन। 9 वटा पानीपुरी छ, यहाँ 9 छ, त्यहाँ 9 छ। अनि यो चाहिँ पानीपुरीको यो झोल भयो है, रस अलिक धेरै ट्याप्पै छ, त्यही भएर घुप्टिन्छ। अनि मैले अलिकति मात्र देखाएँ। पानीपुरी खाएपछि पिरो भयो भने पानी खान नपाइने छ हैन। अनि आज मैले भाइलाई खुवाएको छ पानीपुरी, जिते पनि हारे पनि अब भोलि उसले खुवाउँछ पानीपुरी, त्यो हो है ल। सो कति मिनटमा सक्ने भन्दाखेरि 1 मिनट भएछ, 10 मिनटमा चाहिँ लगभग सकिसक्नु पर्यो। 10 मिनट त मेरो लागि 5 मिनट 10 मिनट कति मिनटको राख्ने? 7 मिनट कि 5 मिनट? 5 मिनट त होइन, 10 मिनट बस, बिस्तारै खाने ल। 1 2 3 स्टार्ट गो। मुखी सानो छ। हाँसो सड्किन्छ। बिस्तारै खान्छ, आखिरमा भोलि भाइले नि खुवाइहाल्छ। लुम्रा हाल्छु। भिजै हुँदैन त फेरि यसो सकाउन आँटिसक्यो। लुम्राहरूको पानीपुरी खुवाइको प्रतियोगिता। पानी पनि नखाने यिनीहरूको प्रतियोगिता। आमाम 4टा मात्रै कति मिनटमा खाइसक्छ पनि सुरु त्यसमै गर्नुपर्ने हुन्छ। मोबाइलले काम दिएँ लुम्रो प्रतियोगिता। लुम्रो 2टा खाएको झनै मुख स्याक्छु मेरो। सकिन्छ पिरो रस तपाईँ हाँसेर हुन्छ है। मेरो पिरो हो र भाइले जितिहाल्न आँट्यो नि। एउटीले खान्छ नि, खालि खाएकै मात्रै हालेको हुन्छ नि। बुढालाई पनि देखाएको है, बुढाले पुरो गरेँ लुम्रो प्रतियोगिता। सँगसँगै पो भयो त यिनीहरू त। लु खाता, दिदी चाहिँ फर्स्ट। लुम्रो ल, विनर दिदी चाहिँ विनर। डन। भाइको फुल्यो गालो। लुम्रो प्रतियोगितामा दिदी फर्स्ट। यो मम्मीले कस्तो हात सड्किन्छ भाइ, लड्दैको नि। फिनिस। म फर्स्ट भएँ। भाइले मलाई चिया बनाएर खुवाउँछ, अनि भोलि उसले पानीपुरी खुवाउँछ। सो आजको हाम्रो ब्लग यस्तै रह्यो होइन। अब तपाईँहरूलाई कुन च्यालेन्ज गर्नु जस्तो मन लाग्छ होइन, त्यो च्यालेन्जको लागि कमेन्ट गर्नु होला। म त्यो च्यालेन्ज लिएर आउनेछु फेरि। अनि कस्तो लाग्यो आजको हाम्रो पानीपुरी च्यालेन्ज? पानीपुरी खाँदै थियौँ होइन, मम्मीले एकदम साइडबाट हाँसो डाउन भयो। सो त्यही भएर म हाँसो रोक्न सकेको थिइनँ होइन। झोलमुखमा हालेर म बाहिर कुदेको हो। सिजनै किन भागी भन्नुभयो होला तपाईँहरूले, त्यो कारणले होइन। सो म फेरि अर्को च्यालेन्ज लिएर आउनेछु। आजको हाम्रो च्यालेन्ज यस्तै रह्यो। 10 मिनटको टाइम थियो मैले दिएको, 10 मिनटभन्दा अगाडि नै सक्यो। सो बाई बाई।